नयाँ सर्ट ल है हामी चाहिँ अब बाहिर हिँड्न थाल्यो है यहाँनेरि म चाहिँ अब सबै नास्ता गरेँ सबै गरेँ आज बाहिर सपिङ गर्न जाँदैछु हङकङको गिफ्ट साथीहरू यतापट्टि सोल्टिनी कमला त्यहाँनेरि ड्राइभर यतापट्टि अस्मिता पछाडि हामी चाहिँ उता यता बाटोमा हिँड्दैछौँ है बाटोमा हिँड्दैछौँ ल हेर्नु त साथीहरू यतापट्टि नेबरको घरहरू यतापट्टि पनि नेबरको घरहरू छ सन्डे रहेछ बिजी रहेछ रसभित्र पस्यौँ है हामी फेरि पनि आयौँ है रसमा साथीहरू अन्त रसको हामी चाहिँ अब निस्किसक्यो रसबाट फेरि अर्को उता के भन्छ अरे उताको आउटलेट मलतिर जाँदैछौँ है ल हेर यहाँ यता कमला सोल्टिनी ल है साथीहरू हामी चाहिँ आउटलेट मल आइपुगिसक्यौँ उता यहाँ हामी अब यताबाट भित्र मलभित्र पस्न आँट्दैछौँ गाडी पार्क गरेर ल त्यहाँ हिँड्दैछ अस्मिता र कमला पुतु गरेर जाँदैछ ल है जाँदैछौँ है हामी चाहिँ मलतिर आउटलेट मलतिर पस्दैछौँ त्यतातिर त्यहाँ नाइकी छ यता हामी जाँदैछौँ ल हामी चाहिँ आलमनी भन्ने स्टोरमा आइपुग्यौँ त्यो ब्युटिफुल यता सोल्टिनी चाहिँ त्यो कप हामी चाहिँ कोचभित्र ल हेर्नु है डिजाइनको ब्यागमा आइपुग्यौँ है गाइसहरू वा ल यहाँ हलेट छ वा क्युट वा पिटी स्विटिस परेको ब्यागहरू कति क्युट ओ माई गुड हामी चाहिँ मलबाट बाहिर निक्लिँदैछु यहाँ चाहिँ वाटर स्प्रिङ छ अझै पनि हामी मलमै हिँडिरहेको छु साथीहरू अझै मलमा हिँड्दैछु मलबाट हामी बाहिर निक्लिनु आँटिरहेको है अब चाहिँ हामीहरू मलबाट बाहिर निक्लिन आँटिरहेको ल हाम्रो सपिङ सिद्धियो अब हामी निक्लिँदैछौँ अब घर जान आँटेको छौँ यता सोल्टिनी ड्राइभिङ यता अस्मिता सिटिङ यता पार्किङ लटबाट हामी निक्लिँदैछौँ है हेर्नुहोस् साथीहरू यो टेम्पाको ठुलो मलभित्र हेर्नुहोस् एकदम बिजी रहेछ हौ आज मल होइन गाइसहरू स्याटरडे एन्ड सन्डे सधैँ बिजी हुन्छ बिजी यति नै खिचौँ धेरै लानु